साथी साथीको प्रेम, भाइ बहिनी हो, तिमीहरूले भगवान श्रीकृष्णको नाम सुनेका छौ। श्रीकृष्ण जन्मेको दिन हामी ठूलो उत्सव मनाउँदछौँ। उनको मन्दिरमा गई पूजा र प्रार्थना गर्छौँ। ठाउँ ठाउँमा मानिसहरू उनका तस्बिरहरू टाङ्छन्। तस्बिर वरिपरि धूपहरू बाल्छन्। रातभरि उनको भजन गर्छन्। धेरै आइमाईहरू यस दिन उनको व्रत लिन्छन्। कतै कतै उनको मूर्तिलाई रथमा हालेर घुमाउने पनि चलन छ। यसलाई शोभायात्रा भन्दछन्। यो दिन हाम्रा अड्डा र पाठशालाहरू बिदा हुन्छन्। कृष्णले धेरै ठूला ठूला कामहरू गरे। दुखी र सज्जनहरूको सेवा गरे। दुष्टहरूको नाश गरे। उनका विषयमा यस्ता धेरै कथाहरू छन्। तीमध्ये आओ आज कृष्ण र सुदामाको कथा पढौँ। केटाकेटी बखतको कुरा हो। कृष्ण र सुदामा एउटै गुरु कहाँ पढ्थे। उनीहरू साथी साथी थिए। उनीहरूमा असाध्य मेल थियो। यो देखेर उनीहरूका गुरु पनि खुसी थिए। दिन बित्दै गयो। सुदामा गरिब हुँदै गए। उनलाई बिहान बेलुका खान पनि गाह्रो पर्यो। लाउने कुरा पनि भएन। उनले जति मेहनत गरे पनि उनलाई कहिल्यै पुगेन। एक दिन सुदामाकी बाहुनीले भनिन्, तपाईका साथी श्रीकृष्ण छन्। उनी त्यत्रो ठूलो दरबारमा बस्छन्। त्यहाँ नोकर चाकरहरू छन्। उनलाई सबै कुराले पुगेको छ। तपाईँ उनी कहाँ जानुहोस् र केही मद्दत माग्नुहोस्। उनले अवश्य हामीलाई मद्दत गर्नेछन्। सुदामाले दिक्क भएर भने, उनी मेरा बालककालका साथी हुन्। भेट नभएको पनि धेरै वर्ष भयो। त्यसमाथि उनी ठूला मानिस भए। म यति गरिब छु। उनले मलाई चिन्न पनि मुस्किल होला। तैपनि सुदामाकी बाहुनीले मानिनन्। उनले सुदामालाई श्रीकृष्ण कहाँ जान कर गरिन्। सुदामालाई श्रीकृष्ण कहाँ त्यसै जान मन लागेन। श्रीकृष्ण कहाँ कोसेली लैजाने कुरा पनि घरमा केही थिएन। उनी यही विचार गर्दै थिए। उनकी बाहुनीले अलिकति चामलको कनिका खोजिन्। त्यो कनिकालाई एउटा झुत्रो टालोमा बाँधिदिइन्। सुदामा कृष्णको दरबारमा पुगे। उनलाई म कृष्णको साथी हुँ भन्न पनि अप्ठ्यारो लाग्यो, किनभने उनका लुगा झुत्रा थिए। उनी एउटा माग्ने जस्तै देखिन्थे। दरबारका मानिसले उनको कुरा पत्याउन नै गाह्रो थियो। कृष्णले सुदामा आएको खबर थाहा पाए, तर आश्चर्य, उनी हतपत सुदामा भएको ठाउँमा आइपुगे। आफ्नो पुरानो साथीलाई देखेर असाध्य खुसी भए। उनको खुट्टा धोइदिए। उनलाई अङ्गालो हालेर आफ्नो बैठक कोठामा लगे। आफू बस्ने ठाउँमा नै उनलाई बसाले। मिठा मिठा खानेकुराहरू खुवाए। कृष्णले सुदामालाई ठुम्नो मान गरे। सुदामालाई असाध्य खुसी लाग्यो, तर आफ्नो कोसेली कृष्णलाई दिन सकेनन्। उनलाई चामलको कनिका देखाउन नै लाज लाग्यो। उनले त्यो कनिका लुकाई राखे। कृष्ण आफै भगवान थिए। उनले थाहा नपाउने कुरा केही थिएन। उनले सुदामाको त्यो चाल थाहा पाइहाले। कृष्णले भने, सुदामा, तपाईले ल्याएको कोसेली मलाई दिनुहोस्। मलाई असाध्य भोक लागेको छ। सुदामाले कनिका नदिई सुखै पाएनन्। उनले अप्ठ्यारो मानी मानी कनिकाको पोको कृष्णको हातमा राखिदिए। कृष्णले आफ्नो हातले पोको खोले अनि त्यो कनिका खुसी साथ मिठो मानी मानी खाए। यो देखेर सुदामालाई अचम्म लाग्यो। दरबारका अरूले पनि अचम्म माने। बिदा हुने बेला भयो। कृष्णले सुदामालाई वरसम्म पुर्याउन आए। सुदामा घर फर्के। उनलाई त्यस दिनदेखि कुनै दुःख भएन। कृष्णले उनीमाथि ठूलो कृपा राखे।